यो चाहिँ हाम्रो पिपिआरको एल्बो भइहाल्यो। अब यसमा कतिवटा लाग्छ थाहा छैन, अब ठाउँ ठाउँ लाग्यो भने त्यो भिडियोमा देखिहाल्नुहुन्छ। यो चाहिँ ती पाउनेको ती भइहाल्यो। बाथरुममा जहिले पनि पाउनेकै युज गर्नुपर्छ, किनकि पाउनेको युज गऱ्यो भने पिपिआरमा अलिकति पाइप मोटो भएको कारणले दुलोसुलो तालिँदैन। यो चाहिँ हाम्रो फिमेल ती भइहाल्यो। अनि यो चाहिँ हाम्रो फिमेल एल्बो, पाउने भाइ हाफको फिमेल एल्बो। अब यहाँ ठाउँअनुसार कतिवटा लाग्छ भनेर थाहा हुन्छ। यो बाथरुममा चाहिँ 6वटा लाग्छ, 2टा फिमेल ती लाग्छ। ल अब हामी कमरको पोइन्ट बाथरुम अनुसार ठिक गर्नुपर्छ। अब यो बाथरुम अलिकति सानो छ भने 16 हाल्नुपर्ने हो, तर हामीहरू 17 हाल्नु पर्यो। 17 हालेपछि 17 इन्ची हालेपछि के हुन्छ कि 1 इन्ची ताएर आइहाल्छ। अनि ठ्याक्क यहाँदेखि 12 इन्ची राख्नु पर्यो। उता पनि 12 राख्नु पर्यो, यता पनि 12 राख्नु पर्यो। 12 राखेपछि अब यहाँ फिमेलको राख्न मिल्दैन, यहाँ फिमेल ती राख्नु मिल्छ। त्यो भएर हामीहरू फिमेल ती राख्नु पर्यो। ठ्याक्क 310 छ, 310 ml। सिलटेप चाहिँ जहिले पनि राइट साइडदेखि हाल्नुपर्छ। यो चाहिँ अहिले हाल्यो भने भोलि पर्सि ट्याङ्की हाल्यो भने ट्याङ्की फिट गरेपछि पानी सानी छोड्यो भने पानी लिकेज हुँदैन। अनि फेरि हामीले आउनु पर्दैन। सिलटेप नहाल्यो भने आकी आइ गर्नुपर्छ, झ्याउ लाग्छ। झ्याउ त होइन, अब काम सकिएको काम हुन्छ। फेरि अरू ठाउँमा काम गरेर आएको, यता फेरि काम गर्दै आउनुपर्छ। त्यही भएर कहिले कसो एक्लै पनि काम गर्न मिल्छ। यसले भाइहरू नभएको बेलामा यति भएपछि अब यहाँ चाहिँ कमट राइट साइडतिर जहिले पनि स्प्रेको पोइन्ट हुन्छ। किनकि प्रयास राइट दायाँ हात चलिरहन्छ, त्यही भएर दायाँतिर चाहिँ स्प्रेको पोइन्ट राख्नु। अब हामीले त्यो स्प्रे दायाँतिर स्प्रेको पोइन्ट राख्छौँ। अब तपाईँहरूतिर बायाँ राख्नुहुन्छ कि दायाँ राख्नुहुन्छ?
अलिकति यो चाहिँ हामीले भित्र गर्नु पर्यो। भित्र गरेपछि तार हालेपछि ठ्याक्कै यदि आउनु पर्यो। अलिक बाहिर चाहिँ अलिकति भएन, त्यही भएर अलिकति यहाँ तोड्फोड गर्नुपर्छ। लु यति लाग्यो भने तपाईँको हाम्रो टायरले तपाईँको 0 इन्च 0मा आउँछ। 0मा आयो भने क्याप ठिक्क बस्छ, नभए त साह्रै दिक हुन्छ। हाम्रो सिस्टमको पोइन्ट बायाँतिर चाहिँ हामीले सिस्टम पोइन्ट राखेको छौँ। अब तपाईँहरूले चाहिँ कतातिर राख्नुहुन्छ, बायाँ कि दायाँ, आफ्नो आफ्नो चोइस हुन्छ। यो हाम्रो ठ्याक्क 1000 छ भने 500 बनिएपछि 500 यहाँ आयो। अब 20 जहिले पनि 500 आएपछि तपाईँको ठ्याक्क 20 इन्चको बिचदेखि 5 इन्च 6 इन्चीमा राख्नु पर्दैन। मेरो यो 10 इन्ची 12 इन्चीमा राख्दा केही फरक पर्दैन। कोही 12 इन्ची राखिदिन्छ, कोही 6 इन्ची, कोही 10 इन्ची राख्छ। म चाहिँ 10 इन्चीमा। Dia tak boleh
6.5 इन्ची छ। 6.5 इन्ची भएपछि यो तलमाथि हुनु पर्दैन, किनकि यो अलिकति माथि आएपछि बराबर भएपछि तपाईँको वाल मिक्सर फिट गर्न सजिलो हुन्छ। मलाई त दुःख हुन्छ, फिटै हुँदैन भएपछि यो ल ठिक छ है। यतिको भएपछि तपाईँको मिक्सर फिट गर्न सजिलो हुन्छ। अब यहाँ तपाईँको हाफ इन्ची दाइर आउँदाखेरि तपाईँको ठ्याक्कै आउँछ, यहाँ आउँदाखेरि तपाईँको ठ्याक्क 0 भएपछि वाल मिक्सर फिट गर्न भएपछि धेरै सजिलो हुन्छ।